सांसद एउटा आफै सांसद भएर गएको होइन र कसै नेताले दिएको पद पनि होइन। यी सबै सांसदहरू जननिर्वाचित नै हो। त्यसले गर्दाखेरि हामीले चाहिँ जनताको सर्वोच्चतालाई पनि ख्याल गर्नुपर्छ होला जस्तो मलाई लाग्छ र जे माग र मर्मले जुन आन्दोलन भएको छ रेभोल्युसनको लागि त्यो चाहिँ पुरा हुनुपर्छ। र म एउटा नेपाली कांग्रेसको तर्फबाट भन्दाखेरि हामी यो जेनजीको मागको लागि कतिको लचकता अपनाउनु पर्ने हो, हामी त्यसको लागि नेपाली कांग्रेस सधैँ तयार थियो। किनकि विभिन्न सङ्कट आउँदाखेरि पनि यो देशलाई निकास दिएकै पार्टी हो। होला त्यसमा केही कमी कमजोरी हामीमा पनि थियो, हामी सुध्रेर जान्छौँ भन्ने हामीले कमिटमेन्ट गर्दैछौँ। किनकि अबको निकास हामीले दिनै पर्छ र संविधानको कुरा आइरहेछ, यहाँ संशोधनको कुरा आइरहेछ। आजसम्म सबभन्दा मेजर जुन 5वटा एजेन्डा छ यसको सबैको मेन उपाय नै भनेको संविधानको संशोधन नै हो। संविधान खारिज गर्ने होइन। आजसम्म यो देशमा यो 7औं संविधान हो। 6वटा संविधान त परिवर्तन गरेरै हेरिसक्यौँ हामीले, के पायौँ त? किन आज यो जेनजी आन्दोलन भयो त? भ्रष्टाचारीको गुटकच के हो त? हामी जान सक्यौँ? सकेनौँ। हामीले संविधान अनुसारको संविधानको मर्म अनुसार हामीले कानुन दिन सकेनौँ। धेरै पुराना कानुनहरू थिए, 17 वर्ष 25 वर्ष। किनकि म एज अ सांसद भएर मैले त्यहाँ नजिकबाट निहालेको छु। म पनि यस्तो हुँदो रहेछ भनेर त म आफै सक भएँ। किनकि यति पुरानो कानुनहरू थियो जसले राष्ट्रका संरचनाहरूलाई राम्ररी फङ्सन गर्नै दिइरहेको थिएन। किनकि मैले त्यहाँनिर भोगेको कुराहरू, मैले देखेका कुराहरू। त्यसले गर्दाखेरि संविधान नै चेन्ज गर्ने हाम्रो उपाय के अरे यसको चाहिँ निवारण आउँछ जस्तो मलाई लाग्दैन। संविधान संशोधन गर्नुपर्छ र संविधानको मर्म अनुसारको चाहिँ यो देश संरचनाहरू हाँक्ने चाहिँ कानुन चाहियो। त्यसले गर्दाखेरि हामी त्यतातिर ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ सबै जेनजी साथीहरूले। र अर्को कुरा म के भन्न चाहन्छु भन्दाखेरि लिडरसिप कसले गर्ने भन्ने कुरा छ नि। लिडरसिप भनेको पुरानोले गर्न सक्दैन, नयाँले मात्रै गर्न सक्छ, अथवा नयाँले गर्न सक्दैन, पुरानोले गर्न सक्दैन भन्ने कुरा होइन। लिडरसिप जसले गर्छ हुनो द वे सोच द वे अल्लाह। जसलाई चाहिँ भन्छ नि, म व्याख्या गर्न चाहँदैन, हुनो द वे जसलाई चाहिँ वे थाहा हुन्छ, सोच द वे पिपुललाई वे देखाउन सक्छ र जसले कानुन बुझेको हुन्छ त्यसले लिडरसिप दिन्छ। फलानु व्यक्ति, चिलानो व्यक्ति, फलानु दल, जेनजी ग्रुप भनेर होइन। यो 3टा कुरा हुनेले चाहिँ देशलाई हाँक्न सक्छ। त्यस्ता व्यक्तित्व हामीले जनप्रतिनिधि जाउँ र गरौँ। र अर्को कुरा मैले अघि नै भनेको थिएँ, भ्रष्टाचारीको रुट कच के हो? निर्वाचन कस्ट 0 कस्ट बनाउँ न त। किन हामी बनाउँदैनौँ? निर्वाचन प्रणालीमा हामी जान्छौँ, कति को भ्रष्ट छैन? जनता भ्रष्ट छैन, हामीले देखेको